morning everyone. Welcome back to my channel. आज चाहिँ टुरिस्ट सर्ट भयो सरम लाग्यो भन्नु अन्त यो चाहिँ अब सर्ट टुर हो 2 दिनको लागि मात्रै अर्काको देश जाँदैछ इन्टरनेसनल ट्रिप हो तर 2 दिनको लागि मात्रै अन्त त्यहाँ फेरि पुगेर भिडियो गरौँ यो चाहिँ अब अलिकति सर्ट भिडियो बनाइरहेको के भन्छ मेरो पार्टनर यता पार्टनर अझै एउटा पार्टनर तल बाटोमा पर्खिरहेछ तिमी के साह्रो हिँडेको भन्छ होला नि म के साह्रो हिँडेको होइन नि मेरो कामै यस्तै छ नि त के गर्नु बिजनेस हामी चाहिँ यहाँनिर नेपाल बोर्डर एन्ट्री भयो अन्त चाहिँ हामी चाहिँ किन आएको भन्दा चाहिँ यहाँनिर चाहिँ थाकिसक्यो भने सुमन इज गोइङ ब्याक टु हङकङ अरे अन्त सी वान्ट्स टु डु सम सपिङ तामाङको ड्रेस किन्नु आएको तामाङको ड्रेस चाहिँ अब कस्तो कस्तो पाउने रहेछ उसले लिएर जाने अरे पायो ए पायो अरे अब किन्ने होइन ल अन्त सुमनको साथी चाहिँ यतिजना मात्रै आएको छ है किन्नु रूपा के को चक्करमा आएको ल म दोकानमा हेरेन छैन रहेछ हामी चाहिँ यहाँ बोजूकोमा आइपुग्यो अब चाहिँ बोजूले बनाइदिन्छ अरे गीताको फेभरेट गीताको फेभरेट आयो यो चाहिँ यो अन्त यो के भन्छ सबै उसको मात्रै फेभरेट यो चाहिँ मेरो कस्तो मिठो यो चाहिँ हेर्नु यस्तो छ कि तर क्या मिठो हुन्छ यो चाहिँ गाइस हामी चाहिँ लास्ट इयर मार्चमा चाहिँ आएको रहेछ कि तर इटाली आएको रहेछ हो श्रीहन्त चाहिँ आएको थिएन अन्त इटाली जाँदा चाहिँ सर्चमा त घुमेको भनेर चाहिँ त्यो हिसाबले चाहिँ श्रीहन्त चाहिँ अब जाने त्यस्तो प्लान पनि थिएन अन्त त्यहाँदेखि त्यतिकै आएको अलिक चिज मतलब समरी लुगा लाएर अन्त जाडो भयो कि इन्सल्ट गर्दैछ लास्ट इयर गीता चाहिँ बोल्नै हुँदैन अरे कि पुरा के भन्छ घाँटी दुख्छ अरे तर सबसे बेसी चाहिँ उसले नै बोलिरहेको छ कि तर उसले पनि बोल्नु हुँदैन अरे तिमी के भन्छ यो कुरा तिमी यो कुरामा के भन्छ होइन मेरो लुगाको बारेमा के भन्दै लुगाको बारेमा चाहिँ मैले फोन गरेर सोध्दा म त हाफपेन्टमै घुमेको रहेछु लास्ट इयर भने अन्त त्यहाँबाट मैले चाहिँ एउटा ज्याकेट निकालेको पनि छोडिराखेँ अन्त एउटा पातला सल चाहिँ ल्याएको छु त्यो पनि ओढ्नु भ्याएको छैन बेसी जाडो भएर आएर चाहिँ गाडी भाडा तिर्नुको धुदैन कि म त ज्याकेट कहाँ किन्छु ज्याकेट गाइस हामी चाहिँ श्रीहन्तु पुग्यो हेर्नुहोस् रातिको नजारा यहाँ आइपुगेको छ उसलाई त पुरा जाडो लागेछ मलाई मात्रै जाडो लागेन जस्तो यो चाहिँ पानी चाहिँ राम्रो देख्दैन रहेछ नि अहिले दामी देखेँ है ल अब चाहिँ हामी जाँदैछ होटेलमा पहिला आएर पनि यता बसेको थियो अब फेरि त्यही जग्गामा जानु पर्यो होला दिस इज द एन्ट्री यस्तो नै गाठो कुरा सुन्न साँचो मटी छोड्दा आँसु भरद एकदम 76 मा यति साह्रो एनर्जी चाहिँ तपाईको कहाँबाट आको त्यो चाहिँ फेब्रुअरीमा पनि यतिको आगोमा मात्रै बस्नु पर्दो रहेछ र यो वाला यस्तो ओढेर मर्निङ हामी चाहिँ अर्ली मर्निङ
उठ्नु चाहिँ सकेन अलिक ढिलो उठ्यो अन्त त्यहाँदेखि चाहिँ ढिलो भइसकेको थियो अन्त छिटो रेडी भएर चाहिँ हामी चाहिँ यहाँ फोटो सेसन हुँदैछ अहिले गीताको चाहिँ सक्यो हो सुमनको पनि सक्यो रूपाको चल्दैछ हो फोटोग्राफर चाहिँ हायर गरेर ल्याएको छ हामीले हो यहाँनिर अन्त मेरो चाहिँ सकेको छैन अन्त मेरो चाहिँ कसले खिचिदिन्छ मेरो चाहिँ राम्रो पनि खिचिदिँदैन होला अब हामी चाहिँ श्री हन्तुबाट चाहिँ अब फेरि हामी जाँदैछ अब हामी कहाँ जान्छ हो गीता अब हामी बेर्ता मोड जान्छ यहाँबाट अन्त चाहिँ हिजोको पार्टी दामी भयो पार्टी इन्जोय गऱ्यो अन्त अलिकति बेसी लेट नाइट पार्टी गरेर चाहिँ छिटो उठ्नु सकेन हामी चाहिँ अन्त त्यहाँदेखि चाहिँ अलिक ढिलो उठेर चाहिँ ढिलो भएर मर्निङको भिडियो पनि गर्नु पाइनँ भन्नु नि अघिको वर्ड सिङ्गल हेर तिम्रो त अर्को पालिको लागि फिक्स भयो अर्को पालिको लागि फिक्स भयो तिमी त अब हङकङमै बनाऊ ल मेरो चाहिँ भयो मेरो चाहिँ कन्फर्म भयो अर्को पालि श्री अन्तुको अरूको चाहिँ भयो फोटो चाहिँ एकजनाले फोटो खिच्दाखेरि चाहिँ बेच्नु गएको क्या हामी बसेको पनि देखेको थियौ नि बसेको भनेर हामी बसेको ऊ माथि हौ हामी बसेको ऊ माथि हौ कार्ड देखाएको उसले बिचरा सिङ्गल भनेर अन्त दिइरहेछ अन्त नेक्स्ट टाइम हामी नआयौँ ऊ त एक्लै भए पनि आउने रहेछन् बो डर लाग्यो हामी श्री हन्तुबाट चाहिँ निक्लेको यहाँबाट चाहिँ अब हामी ए चिया मोमो पाउँदो रहेछ तर अफसोस चाहिँ के भने चाहिँ अर्ली मर्निङ चाहिँ मोमो खाँदैन नि हामी के खाने टी स्टल गाइस हामी चाहिँ यो नमो के मजश्री भन्नेमा यो चाहिँ बेर्ता मोडको दोकानमा आएको छ यहाँ चाहिँ सबै तामाङको चिजहरू अभाइलेबल हुन्छ अन्त मैले चाहिँ तामाङको यो हेयर ब्यान्ड पाएँ दामी अन्त यो लाने अन्त यो लाने अरे तामाङको यो बहिनीले किनेको गीताले किन्दैछ कुन हेरेर यसरी है तिमीले किनेको कुन चाहिँ ब्लूवाला ए यो गीताले किनेको अरे ब्लू दामी रहेछ रूपा मलाई किन सम्झाएको मेरो चाहिँ पैसा सबै यहाँ काखरी भित्तामा आएर सकेर 200 रुपियाँ बाँचेको छ कि याद पाएर चाहिँ नि अन्त उसले चाहिँ यो दोकान अघिदेखि यो पोते किन्न जान्छु भनेको दोकानमा चाहिँ सकेर त अन्त दोकान बिर्सेछ सम्झाइदिएको कस्तो नराम्रो पैसा सक्यो भनेको हेर्यो मलाई तर म गइ छोड्छु नि हेलो हामी चाहिँ सिलिगुडी पुग्यो नेपालबाट कति एक दिन हिजो गएर आज एक दिनको ट्रिप अन्त यो भ्लग चाहिँ अब यहीँबाट समाप्त गर्ने अन्त बहिनीलाई के भन्नु छ मेरो भ्लगमा ए ल पैसा चाहिँ कस्तो गयो गीतालाई उता हो सिलगढीमा आउने बित्तिकै दादा भइहाल्छ हो केटी दादा आयो त हेर न बाई बाई भन्छ मेरो भ्लगमा फेरि नेक्स्ट भ्लग बनाउँछ ल बाई बाई सी यु इन नेक्स्ट भ्लग अब राखेको ल अब चाहिँ म यहाँ भ्लग बनाउन सक्दिनँ मेरो म थाकेँ आइम टायर्ड नाउ ओके बाई